लोकसेवा टुल्समा यहाँहरूलाई स्वागत छ। सिटिबिटीले एउटा आज सूचना जारी गरेको छ। सिटिबिटीका उत्तर पुस्तिका जलेपछि पुनः परिसञ्चालन गर्ने भनेर भनेको छ, जुन चाहिँ यही मङ्सिर 4 गते हुने भनेर उल्लेख गरेको छ। तपाईहरुले वेबसाइट हेर्न सक्नुहुन्छ। अब यसमा के भनिएको छ भन्दाखेरि सिटिबिटीले भनेको छ तपाईहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिबिटीले विद्यार्थीको उत्तर पुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भनेर भनिएको छ, जस अन्तर्गत चाहिँ सिटिबिटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार चाहिँ पुनः परीक्षा यही 82 मङ्सिर 4 गते हुनेछ भनेर उल्लेख गरिएको छ। तपाईहरु चाहिँ कुन कुन उत्तर पुस्तिका जलेको छ भनेर तपाईहरु चाहिँ सिटिबिटीको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ र तपाईहरु तयारी गर्न सक्नुहुन्छ। र त्यो सँगसँगै सिटिबिटीले अर्को के पनि भनेको छ भन्दाखेरि सिटिबिटीमा जुन जेनजीको आन्दोलन भएको थियो, तपाईहरुले हेर्न सक्नुहुन्छ जेनजीको आन्दोलनमा सिटिबिटीका 14700 वटा उत्तर पुस्तिका जलेका थिए, जसमा सिटिबिटीको डिप्लोमा प्रमाणपत्र र प्री डिप्लोमाका तहका परीक्षाको उत्तर पुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले चाहिँ बताउनु भएको छ। र त्यो सँगसँगै अब के कारणले भयो भन्ने सम्बन्धमा चाहिँ तपाईहरुले विशेष त चाहिँ जुन कापी जाँचको क्रममा चाहिँ प्रहरी कार्यालयमा सुरक्षाको लागि राखिएको उत्तर पुस्तिका चाहिँ जलेर नष्ट भएको उहाँले बताउनु भएको छ। यो सँगसँगै तपाईहरु अब एक्जाम को तयारीमा लाग्नुपर्ने देखिएको छ। रद्द नहुने पुनः तपाईको परीक्षा हुने भनेर भनिएको छ। कुन कुन जलेको छ, कुन कुन रिएक्जाम दिने भनेर तपाईहरुले सिटिबिटीको वेबसाइटमा हेर्न सक्नुहुन्छ भनेर मैले आज तपाईहरुलाई जानकारी दिएँ। धन्यवाद।